ठुलो कुनै आपत्ति गर्दैन, तर सामन्तवाद द्वारा लोकशाही पुँजीवाद र साम्राज्यवादको शोषण रह्यो भने राजा नरहे पनि वास्तवमा हाम्रो स्थितिमा कुनै परिवर्तन आउँदैन। देशमा रहनुहुने विदेशमा रहनुहुने सम्पूर्ण मेरा प्यारा दाजुभाइ दिदीबहिनीहरूलाई मैले आज जनविद्रोहको घोषणा गर्दै गर्दा आज अथक परिश्रमबाट 2079 साल फागुन 15 मा श्री 5 महाराज धिराजको हातबाट जुन दियो बालेको थियो त्यो दियो आज ज्वालाको रूपमा परिणत भएर काठमाडौँमा बजिँदैछ। त्यो जनविद्रोहको मैले घोषणा गर्दै गर्दा आज घोषणा सभा गर्दै गर्दा मैले बिर्सन नहुने नाम स्वर्गीय मदन भण्डारीलाई सम्झे। उहाँको जनताको बहुदलीय जनवाद भन्नुहुन्थ्यो र उहाँले एउटा कुरा के भन्नुभएको थियो भने देशमा एउटा राजा रहन र नरहनले कुनै अर्थ लाग्दैन, तर सामन्तवादका अवशेषहरू धेरै रह्यो भने त्यसले देशलाई उजाड बनाउँछ भनेको थियो। आज ठ्याक्कै मदन भण्डारीको कुरा पुग्यो भनेपछि जनताको जनवाद त आज हामीले बोकेर हिँड्यौँ नि भनेपछि तपाईले के बुझ्नुहुन्छ भने यिनीहरूले त मारवाडीको जनवाद बोकेर हिँडेका छन्, तस्करहरूको जनवाद बोकेर हिँडेका छन्। खड्गप्रसाद ओली, माधव कुमार नेपाल, बाबुराम भट्टराई, प्रचण्डहरूले। त्यसले गर्दाखेरि सम्पूर्ण एमाले भित्रका राष्ट्रवादी शक्तिहरूलाई पनि फेरि माओवादी भित्रका राष्ट्रवादी शक्तिहरूलाई पनि र हिजो तपाईहरुलाई म एउटा सम्झना छ, हिजो जनयुद्धमा लडेका ती चेलीबेटीहरू आज बसपाका होटलमा भाडा माझेर बसिया छन्। त्यो स्थिति छ आज। घाइते छन्, 50,000 घाइते छन्, शरीरमा गोली बोकेर हिँडेका छन्। ती घाइते जनयुद्धका घाइते, जनयुद्धका शहीद परिवार आज होटलमा जनयुद्ध लडेर सेना भएर जनयुद्ध लडेर प्रचण्डहरूलाई त्यो ठाउँमा पुर्याउने हाम्रा होटलमा भाडा मान्ने चेलीबेटीहरू, रत्नपुर पार्कमा घुम्ने हाम्रा चेलीबेटीहरू सम्पूर्णलाई म यो आन्दोलनमा आगोको मुस्लो भएर होमिनलाई म आह्वान गर्दछु। र आज म मर्न पनि सक्छु, म रहन पनि सक्छु, म नरहन पनि सक्छु। म रहनु र नरहनुले ठुलो तात्विक अर्थ लाग्दैन, तर अब मुलुकमा व्यवस्था परिवर्तन हुनुपर्छ। म यो अभियान, यो आन्दोलन, यो नागरिक विद्रोह भनेको देशमै बसेर लडेको विद्रोह हो, विदेशमा भारतमा निर्वासन जीवन बिताएर गरेको विद्रोह होइन। त्यसले गर्दाखेरि म आफै अगाडि फ्रन्ट लाइनमा हुन्छु। तपाईहरु आइदिनु हुन म सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछु। नमस्ते।